एन्ड वेलकम ब्याक टु माई ब्रान्ड न्यू ब्लग। सो आजको यो ब्लगमा चाहिँ हामीहरू नागाथली ट्रेकिङ गरिरहेको छौँ। यो चाहिँ काठमाडौँबाट 1 नाइट 2 डेजको ट्रेक हो। सो खास चाहिँ हामी बिहान 6:30 बजी नै घरबाट निस्केको, कप्पनबाट निस्केको थियौँ। तर एकदम ठुलो पानी परेको भएर हामीले ब्लग चाहिँ बनाउन पाएको थिएनौँ। सो अहिले टाइम चाहिँ ठ्याक्क 8:30 भयो। अनि 7:30 8:30 कति एक्ज्याक्ट 6:30 निस्केको। 8:30 चाहिँ हामीहरू यहाँनिर नुवाकोटको बिदुरे कटिसक्यौँ। अब यहाँबाट चाहिँ विल कन्टिन्यू आवर ब्लग। सो म यो भिडियोमा चाहिँ हजुरलाई फुल कस्ट एन्ड आइटिनरी चाहिँ भनिदिने छु यो नागाथली ट्रेकको। बाई गाइज, लेट्स गो टुगेदर। दुईवटा पाहाडको बिचबाट त्यो खोला बगेकोवाला भ्यूहरू चाहिँ मलाई लास्टै बबाल लाग्छ कि। अनि एकछिन यहाँ रोकेर भ्यू इन्जोय गरेको। अघि आउँदा त पुरै पानी परिरहेको थियो नि त। अनि यो ट्रिप बेकार हामीले प्लान गरेर जस्तो लागिरहेको थियो। खास चाहिँ हिजो हामी भैरवकुण्ड जाने भनेको थियो 1 नाइट 2 डेजको भएर। तर त्यो बाटो पुरै वाटरफल रेनफल मात्रै देखाइरहेको थियो र हामीले चाहिँ यो प्लान गरेको आउट अफ नो वेयर बनेको प्लान हो कि। हिजो बेलुका 8 बजीतिर गइदिउँ भनेर गएको। अनि अघि आउनु चाहिँ त्यो माथि डाँडामा सबै हिउँ परिरहेको थियो। मजा आयो भ्यू एकछिन भए पनि देखेर। त अहिलेसम्म ट्रिप कस्तो लागिरहेछ? रमाइलो छ अहिलेसम्म। ल अब यहाँदेखि हामी जान्छौँ। बिहान हामीले चाहिँ ओट्सहरू खाएर आएको थियौँ। अनि भोकै लागेको छैन। हामी जहिले नुवाकोट आउँदा खाना खाने ठाउँ एउटा थियो। अहिले अब खाना खाएको छैन। अब सिधै माथि गएर खान्छौँ होला धुन्चेतिरै खाना चाहिँ। ल गाइज, लेट्स गो टुगेदर। बाइकको हालत चाहिँ यस्तो भएको छ। लाङटाङलाई चाहिँ लामटाङ नि भन्छ कि क्या हो, LAMG लेखिरहेको थियो त्यहाँ तल टिकट काट्ने ठाउँमा चाहिँ। यो ठाउँ चाहिँ सबजनाले भिडियो बनाएर हुन्छ। त्यहाँ हेर्नु न पुरा हिमाल देखिरहेछ कि। अझ अहिले त बादलले छेक्यो, नभए त दामी देखिरहेको थियो। कस्तो भइरहेछ अहिलेसम्मको? रमाइलो। गोसाकुण्ड पनि पुगेर आइदिउँ भन्ने हो। तर हामी चाहिँ यहाँसम्म आएपछि डिलेमामा पऱ्यौँ क्या। अब गोसाइकुण्ड गइदिने हो कि जस्तो नि लागिरहेछ। मेरो दाइ चाहिँ एकजना काठमाडौँबाट एक दिनमा गोसाइकुण्ड पुगेर काठमाडौँ नै फर्किनु भएको थियो कि। अनि हामी चाहिँ गोसाइकुण्ड पुगेर त्यहाँदेखि मिल्यो भने चाहिँ नागथली पुगेर आऊँ भनेको प्लान मात्रै हो। तर के हुन्छ अब, लेट्स गो। यस्तो ल्यान्डस्केपहरू चाहिँ मलाई बब्बाल लाग्छ कि। ल अब चाहिँ अलिअलि भोक लाग्न थाल्यो। अब चाहिँ हामी गएर खाना खान्छौँ धुन्चेमा। यहाँदेखि 13 किलोमिटर छ धुन्चे चाहिँ। सो दिस इज द भ्यू। लेट्स गो। हेलो साथीहरू। सो अहिले चाहिँ हामीहरू चाहिँ धुन्चे बजारबाट थोरै तल आछौँ। यो के ठाउँमा नेपाली नेपाली पढ्नु त जाँदा गइरहेछ नि। हामी चाहिँ अहिले खाना खानु होटलमा छौँ। के हो यस्तो नेपाली क्लास चाहिँ बङ्क हाने थियो। यहाँ चाहिँ हामी खाना खान आछौँ। अनि यसमा चाहिँ भेज खानाको चाहिँ 250 रुपियाँ, चिकन खानाको चाहिँ 350 रुपियाँ। यो नाम पढ्नु त पाण्डे होटल। पाण्डे ए हो त्यो यो जस्तो छ त पाण्डे। ए मैले मिलाएर चाहिँ साथीहरू बङ्क त हानेन, टपरै हो म। यस्तो पुरै अहिले चाहिँ हामीले यहाँनिर जुत्ताहरू चाहिँ सुकाइरहेछौँ। पुरै भिजेछ। यस्तोमा सुकाइदिएछु। यहाँ त अब खाना खाएर हामी यहाँबाट स्याप्रुबेसी जान्छौँ। स्याप्रुबेसी चाहिँ यहाँदेखि जम्मा 1 घन्टा। इस्कुस डल्लो पारेर हाल्यो। निन्द्रामा खुवायो भने तरकारी त जिब्रो छाना निकालिदिन्छु। यहाँको खाना आउट अफ 10 कति लाग्यो? 7। मिठो छ तर यहाँको खाना जे होस्। हुँदो रहेछ नि। सबै ब्याग बोकाउन लाएर ताईहरूलाई ब्याग बोक्दिनु भन्छु, मान्दै मान्दैन। यस्तो लालाकिल्लो गरेर त यस्तो लसुन बन्द पनि लसुन खुवाइदिएन चाहिँ। अब पुरा यस्तो छिटो क्या त्यहाँनिर बादलहरू कालो भएर आयो। अब हामी चाहिँ यहाँ झन्डै हामी 1 घन्टा 1.5 घन्टै बस्यौँ होला। 1 घन्टा मात्रै बस्यौँ। यता चाहिँ गोसाइकुण्ड रहेछ क्या त्यो माथिको डाँडामा चाहिँ।
सो योचोटि चाहिँ हामीले कसैको नजाने प्लान गऱ्यौँ अब यहाँबाट चाहिँ हामी सरर जान्छौँ 1 घन्टामा त्यो तलको च्यापुर बेसी आउँछ अनि त्यहाँदेखि कति लाग्छ सो गाइज लेट्स गो यस्तो मिठो खाना खायौँ हामीले हजुर पनि आउँदाखेरि चाहिँ यहाँ होटलमा आउन सक्नुहुन्छ पाडेया होटल एन्ड लज बाटो चाहिँ यस्तो डेन्जर बाटो छ हौ चट्याङको बिचमा यस्तो बाटो जस्तो कि अफ रोड चाहिँ लास्टै थोरै 14 किलोमिटर जस्तो थोरै त के भन्ने मतलब थोरै नै तर डेन्जरवाला अफ रोड रहेछ डेन्जर हिउँ त पुरै यता माथिको डाँडाभरि चाहिँ पुरै हिउँ हिउँ परिरहेको रहेछ तर त पानी नै परिरहेको होला हौ सेतै देखिरहेको डाँडा आई सो यु गाइज माथिको डाँडामा सब हिउँ परिरहेको सर्लक्कै बारी रहेछ कि यो सबै यस्तो मान्छे सब बारी बनाएको क्या डेन्जर हो नि यस्तो त ल्यान्डस्केप चाहिँ हामीलाई अति दामी लाग्यो अनि अहिले चाहिँ हामी एकछिन चिया ब्रेक लिएको घरदेखि चिया लिएर आएको तातै छ क्या अझैसम्म पनि सो अब ठ्याक्क हामी जाने ठाउँ के अरे कस्तो याद नागथली चाहिँ यो डाँडा पारी रहेछ अब यहाँदेखि बाइक राख्ने ठाउँ चाहिँ 8-9 किलोमिटर छ अनि त्यहाँदेखि चाहिँ हामी फेरि जान्छौँ गाह्रो छ गाइज गाह्रो यस्तो बाटो छ 14 किलोमिटर चाहिँ डेन्जर अफ रोड रहेछ त्यसपछि फेरि सुल्लुलु हो कति टाढा छ अब आधा घन्टामा पुग्ला नि माथि छैन आधा घन्टामा पुग्छ खुनेर एउटा छ ए हिउँहरू त देख्दैन होला है हिउँ छ नि माथि त टन्नै छ दर्जेमा जानुपर्छ दर्जेमा टन्नै छ यो माथि होटल छ नि होटलमा बसेर हजुर खाने सबै दिन्छ ए सुतेको ठाउँ छ माथि ट्रेक चाहिँ अब यहाँबाट सुरु हुन्छ ट्रेक त के भने यहाँबाट आधी घन्टाको बाटो हो अरे 1 घन्टा भनौँ न हामीलाई चाहिँ ल लेट्स गो साथीहरू सो अहिले चाहिँ हामी यहाँनिर आइसक्यौँ 5 बजे अहिले 5:09 गयो लास्टै ढिलो आएको है हामी फेरि यस्तो रमाइलो गर्दै फोटो खिच्दै बस्दै 5 मिनट रेस्ट गर्दै आएको अनि अहिले चाहिँ यहाँनिर हुस्सु लागिरहेछ हिउँ चाहिँ अलिअलि रहेछ एकछिन आएर हुस्सु पनि त्यहाँनिर हुस्सु हिउँ पनि खेल्यौँ स्नोम्यानहरू पनि बनायौँ अनि अहिले चाहिँ अब हामी रेस्ट गर्छौँ यहाँ चाहिँ रुमको 500 अनि खानाको चाहिँ 350 रुपियाँ रहेछ पर पर्सनको रुम चाहिँ अब ग्रुप नै आउँदाखेरि पनि हामीलाई 500 नै लिनुभयो एउटा रुमको अहिले त खाली रहेछ हिजो चाहिँ डेन्जर हिउँ रहेछ यता त्यही हो ल हाम्रो होटलबाट देखिने भ्यू चाहिँ यस्तो छ बिहानको हिजोको हिउँ जमिरहेछ अझैसम्म पनि यस्तरी अनि अब भोलि हामी जाने चाहिँ यता हुँदै 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 यहाँदेखि यता माथि जाने रहेछ राम्रो छ यहाँनिर चाहिँ हामीले चाहिँ ठ्याक्कै त्यो भिडियोमा यही होटल देखेको थियौँ क्या अनि मन परेर यही होटलमा बस्यौँ कस्तो रहेछ यतातिर जे होस् हेर्नु न तिब्बत हो क्यारे होटलको नाम नहेरी राम्रो देखेर छिरायो हेलो गाइज गुड मर्निङ फ्रम नागथली हिजो चाहिँ हामीले केही पनि भ्लग गर्न पाएन किनभने त्यो चट्याङले हानेर यतातिर बत्ती वाइफाई सब गएको रहेछ अनि मोबाइलमा चार्जै थिएन पावर ब्याङ्कको पनि डेड भएको थियो एउटा फोनमा चाहिँ चार्ज राखेको थियौँ बिहान फोटो खिच्ने भनेर सो अहिले चाहिँ हामी कहाँ कुन भ्यू पोइन्ट जानु लाग्यो तारुचो भ्यू पोइन्ट जान लाग्यो अस्ति चाहिँ डेन्जर स्नोफल भएर चाहिँ त्यसको रिमेनिङ चाहिँ यहाँनिर देखिरहेछ यस्तो अमेजिङ के लाङताङमा चाहिँ खासै हिउँ रहेन उता गणेश हिमाल त यस्तो डेन्जर देखिरहेछ यहाँबाट I'll show you guys in 3, 2, 1
हामी चाहिँ ठ्याक्क तलबाट 5:15 मा हिँडेको थियौँ यहाँ आइपुग्दा चाहिँ 6:15 6:07 भइसक्यो घाम चाहिँ 6:15 मा उदाउँछ भनेको छ सो वी आर रसिङ यस्तो राम्रो भ्यू के माई गड ल फाइनली गाइज हामी चाहिँ तलबाट 5:15 मा हिँडेको थियौँ माथि आउँदा 7:30 भयो तर बाटोमा धेरै फोटोहरू खिचेर रेस्ट गरेर वी आर फाइनली हियर यहाँको भ्यू चाहिँ मैले लाइफमा योभन्दा राम्रो भ्यू कहिले देखेको थिएन कि मैले जहिले पनि सैलुङ चाहिँ मेरो बेस्ट ट्रिप भन्थेँ तर माई गड यो भ्यूको लागि त दामी अब हामी चाहिँ यहाँ मस्तै 1.5 घन्टै फोटोहरू खिच्यौँ सो यस्तो राम्रो भ्यू चाहिँ म कहिले पनि बिर्सिन्न लाइफमा हजुरहरू पनि आउनु होला यति छोटो 1 नाइट 2 डेजको हो बाटो पनि सजिलो छ 14 किलोमिटर मात्र अफरोड छ गाइज यु निड टु कम हियर के सो यही हो एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल सो द्याट यु वन्ट मिस एनी अफ माई इन्ट्रेस्टिङ ट्राभल भिडियोज बाई